कुनै समय भगवान शंकर र कुबेरको मित्रता भएको थियो अरे। भगवान शंकर अनि कुबेरको मित्रता भएको थियो। यो कथा मलाई श्रवण गराउनुहोस्। नारदजीले सोध्नुभयो, कदा गतो हि कैलासम शंकरो भक्तवत्सल क्व वा सखित्वं तस्यासित् कुबेरेण महात्मना। के कसरी मित्रता भयो कुबेरसँग भोलेनाथको? ब्रह्माजीले श्रवण गराउनुहुन्छ। श्रीणु नारद वक्ष्यामि चरितं ससिमैलिना यथा जगाम कैलासं सखित्वं धनदास्य च। हे नारद, म तिमीलाई यो कथा श्रवण गराउँदैछु, ध्यानपूर्वक सुन। एक समय थियो, एक राजा थिए जसको नाम थियो यज्ञदत्त। यज्ञदत्त नाम गरेको राजाको पत्नी अनि एकजना छोरा थिए जसको नाम थियो गुणनिधि। के नाम? गुणनिधि। तर भनिन्छ यथा नाम तथा गुण, जस्तो नाम हुन्छ त्यस्तै गुण हुन्छ। यिनको चाहिँ विपरीत थियो। नाम थियो गुणनिधि तर काम कुनै गुणको गर्दैन थिए। नराम्रो कुसंगतमा फसेर बिग्रिसकेका थिए। घरमा चोरी गर्ने, घरको धन सम्पत्ति लिएर जाने, गएर आफ्नो ती बिग्रेका साथीहरूसँग बसेर नराम्रो वस्तुको सेवन गर्ने, नराम्रो कार्यमा फसेको थिए गुणनिधि। पिता आउँथे, पिता आएर मातालाई सोध्थे कि हाम्रो छोरा कहाँ छ भन्दाखेरि माताले त्यति बेला ढाँट्नु हुँदो रहेछ, मन्दिर गएको छ भनेर। हेर्नुहोस्, सन्तानलाई संस्कार कस्तो दिने हो त्यो सबै हात माताको हुन्छ है। हामीले यदि सन्तान गलत बाटोमा जाँदाखेरि नि आफ्नो पतिलाई ढाँट्यौं भने नि भोलिको दिनमा त्यही सन्तान हो हामीलाई बाहिर निकालेर खेद्ने। गलत काममा छ, गलत काम गर्दैछ, आफूले कराउने, आफूले कराएको सुन्दैन भने पतिदेवलाई भन्ने। तर यहाँ यज्ञदत्तको पत्नीले ढाँटिन् कि हाम्रो छोरा त मन्दिर गएको छ, छोरा गएर जुवा तास खेलिरहेको छ। जुवा तास खेल्दा धन सम्पत्ति सकियो, घरको चोरेर पनि सक्न आँट्यो। अब त बाबुको जुन अंगुठी थियो, अंगुठी पनि चोरेर लिएर गएर बेचेर आज जुवा तास खेल्न गएछ। तब घरमा जुन माता थिइन् नि, आज छोराको त्यो करतुत देखेर एकदमै पछताउन लागिन् कि मैले आज त्यो समयमा रोकेको थिएँ भने यो बाटोमा जाने थिएन। आज यसले घरमा चोरी गर्दैछ, बाउको सम्पत्ति सबै सकिसक्यो। भनिन्छ नि, अब पछतावा क्यों करे जब चिडिया चुग गई खेत। एक दिन पिता बाटोमा हिँड्दै जाँदै थिए। एउटा व्यापारीले त्यो पिताको जुन औँठी थियो त्यो औँठी बेच्दै रहेछ बाटोमा। बेच्दै गर्दा पिताले देखे यो त मेरो औँठी हो। गएर सोधे कि यो औँठी तैँले कहाँबाट पाइस्? यो औँठी त मेरो हो, कसले ल्याएर दियो भन्दा ती व्यापारीले भने यो त तेरो छोराले ल्याएर बेचेको हो मलाई। पिता छक्क परे। पत्नीले त भन्थिन् छोरा मन्दिर जान्छ, धार्मिक सत्संगमा जान्छ। घरमा गएर पत्नीलाई गएर सोधे छोरा खोइ भन्दा आज पनि ढाँटिरहेकी छिन् किन? अब यति बेला सत्य बोलिन् भने त धुलाई खानु पर्यो। छोरा खोइ भन्दा मन्दिर गएको छ। ल मैले तिमीलाई त्यो राख्न दिएको जुन औँठी थियो नि त्यो लिएर आऊ त भन्दाखेरि त्यति बेला पनि ढाँटिन्। मैले कहाँ राखे मलाई थाहा भएन। यज्ञदत्तलाई क्रोध आयो। क्रोध आउँदाखेरि भन्नुभयो म आजदेखि तिमीलाई त्याग्दछु। दुवै छोरा अनि आफ्नो पत्नीलाई त्यागेर गए। गुणनिधि पनि अब घरबाट निक्लियो, बेघर भयो। त्यति बेला हातमा धन सम्पत्ति छैन।
अब भोकको पेट घुमिरहेको छ, एकदमै जीर्ण अवस्थामा गइसक्यो, धेरै भोक लागेको छ। एउटा मन्दिर रहेछ शिव मन्दिर, त्यो शिव मन्दिरको सिँढीमा गएर बसिरहेको थियो। भगवानका भक्तहरू आए पूजा गर्नको लागि, नैवेद्यहरू बनाएर ल्याएको थिए, पूजा गरे। पूजा गर्दै गर्दाखेरि गुणानिधिले त्यो नैवेद्यको बास्ना थाहा पायो। बास्ना थाहा पाएपछि अब गएर चोरेर खानु पर्यो, किन बानी लागेको छ नि त। माग्दाखेरि त जसले पनि प्रसाद दिन्छ कि दिँदैन, तर बानी लागेको छ चोरेर खाने। गएर चोर्नको लागि मन्दिरभित्र पस्दै थिए। यसो देखे कि जुन शिवालय मन्दिर छ, शिवालय मन्दिरमा आज जुन बल्दै गरेको दियो छ त्यो निभ्न आँटेको छ, किन त्यसको बाती सकिन आँटेको छ। गुणनिधिले सोचे कि यदि यो दियो निभ्यो भने त अनर्थ हुन्छ होला। आफ्नो कपडा जुन थियो, कपडालाई च्यातेर त्यही कपडाको बाती बनाए। बाती बनाएर त्यो जुन शिवालयको मन्दिरमा दीप थियो, त्यो दीपमा बातीको स्वरूपमा आफ्नो त्यो मैलो कपडालाई लगाइदिए। त्यहाँबाट ज्योति बल्न लाग्यो। उता नैवेद्य चोरेर खान खोजेको त्यो भक्तहरूले देखे। सबै मिलेर कुट्दाखेरि ती गुणनिधिको प्राण त्यहीँ गयो। यमराजका दूतहरू आए, लिएर गए। लिएर जाँदै थिए, मार्गमा पुनः शिवजीको दूतहरू आए, नन्दी भृङ्गीहरू आएर आज यमराजका दूतहरूलाई फटकार लगाएर त्यहाँबाट गुणनिधिलाई कैलाशतर्फ लिएर गए। यमराजका दूतहरू गए, यमराज भएको ठाउँमा गएर भन्छन्, हे प्रभु, आजदेखि म हजुरको कुनै पनि काम गर्दिन, किन आज हामी मर्नबाट बाँचेर आएका छौँ। ती शिवका दूतहरूले गर्नसम्म गरे, पिट्नसम्म पिटे। अब यो काम हामी गर्दैनौँ भन्दा यमराजले भन्नुभयो कि हे शिष्य हो, हे सेवक हो, मैले तिमीहरूलाई यो संसारमा केवल त्यो व्यक्तिलाई मात्र ल्याउनु भनेर आज्ञा दिएको छु जसले भगवानको नामलाई गाउँदैन, जसले भगवानको कीर्तन गर्दैन, जसले भगवानलाई स्मरण गर्दैन। ती व्यक्तिहरूलाई लिएर आउनु। तर तिमीहरू गयौ कसलाई लिन भन्दा जसले भोलेनाथको मन्दिरमा निभ्न आँटेको दियोलाई आफ्नो शरीरको वस्त्रद्वारा पुनः ज्योति बालेर मन्दिरलाई नै उज्यालो बनायो, त्यस्तो व्यक्तिलाई लिन गयो। तिमीहरूकै गल्ती छ। त्यसै कारण सुन, कसलाई नल्याउनु भन्दा नि जसले भगवानको पूजा गर्छ, जसले भगवानको पूजन गरेर तिलक लाउँछ, जसले भस्म धारण गर्छ, जसले माला लगाउँछ भगवानको पूजन गरेर, उनीहरूलाई कहिले पनि यो यमलोकमा लिएर नआउनु। जसले यो कार्य गर्दैन, जो पापी छ, जो अधर्ममा लिप्त बनेको छ, उनीहरूलाई मात्र लिएर आउनु भनेर आज यमराजले सम्झाउनु भयो। हेर्नुहोस्, हामी पनि विचार गरौँ। जुन हामी टीका लगाउँछौँ नि, यो टीका लगाउँदाखेरि हामीलाई लाग्छ कि सुन्दर मेकअप गर्यौँ होइन, के लगायौँ, क्रिम श्रिम लगायौँ। अब त्यहाँ टीका लगाउँदाखेरि यत्रो मेकअप गरेको बिग्रिन्छ भनेर टीका लगाएनौँ भने, हेर्नुहोस्, टीका लगाउनुको पनि अर्थ छ, कारण छ। किन लगाइन्छ टीका, किन लगाइन्छ माला, यसमा पनि विशेष कारण लुकेको छ। हेर्नुहोस्, हामी जुन सम्प्रदायको छौँ नि, त्यही सम्प्रदायको लाउनुहोस्। मैले भन्दैछु यहाँ शिव पुराणमा यस्तो लाउनु भने यस्तो लाउनु पर्दैन, जस्तो लाउँदा पनि हुन्छ। हामी जसलाई आफ्नो इष्ट मान्छौँ, देवीलाई मान्छौँ, देवीको तिलक जस्तो हुन्छ त्यस्तो लाउने, विष्णुलाई मान्छौँ, विष्णुको तिलक जस्तो हुन्छ त्यस्तो लाउने, भगवान बुद्धलाई मान्छौँ, भगवान बुद्धको जस्तो हुन्छ त्यस्तै आफ्नो निधारमा केही न केही धारण गर्ने। किनभने नि हामी विचार गरौँ, त्यो बाटोको बिबिचमा या बगानतिर नि जुन रुख हुन्छ नि, रुखमा त्यो सेतो रङ लगाइएको हुन्छ, थाहा छ? सेतो रङ लगाइएको हुन्छ, या कुनैमा प्लास्टिकहरू बाँधिएको हुन्छ होइन, या यो सरकारको जुन जमिन छ त्यहाँ परेको रुखहरूमा पनि त्यस्तो रङ लगाइएको हुन्छ। त्यो रङ लगाउनुको अर्थ के हो? कि यो सरकारको सम्पत्ति हो, यसमा केवल उसको मात्र हक छ, यो अरू साधारणले आएर काट्न पाउँदैन, हो कि होइन? त्यसको अर्थ त्यही हो नि। एउटा रङ लगाएको रुख सरकारको सम्पत्तिमा गएर हामीले त्यो रुखलाई काट्यौँ भने के गर्छ? हामीलाई लगेर जेलमा थुनिदिन्छ। त हामीले टीका लगायौँ भने पनि त्यही हो। हेर्नुहोस्, टीका लगायौँ भने
हामी पनि भगवानको सम्पत्ति हौ, हामीलाई आएर ती यमराजका दूतहरूले छुन सक्दैनन्। यमराजका दूतहरूले छुन सक्दैनन्। जसरी त्यो रुख हामी गएर काट्न सक्दैनौं, त्यसरी यमराजका दूतहरूले पनि हामीलाई आएर केही गर्न सक्दैनन्। माला लगाउँदा पनि त्यही हो। हेर्नुहोस्, अर्को कुरो टीका लगाउनुको फाइदा के छ? हाम्रो जो माता दिदीबहिनीहरूले सिन्दुर लगाउनुहुन्छ, त्यो सिन्दुर लगाउनुको फाइदा के छ? त्यसमा पनि बडो विज्ञान लुकेको छ। हेर्नुहोस्, साइन्सले प्रुभ गरेको कुराहरू। मान्छेको नि यहाँनिर एउटा तेज हुन्छ। यदि त्यो टीका लगाउँछौ नि, चन्दन लगाउँदाखेरि याद गर्नुहोस्, चन्दन या निधारमा लगाउँदा त्यो तेज शान्त बनाउँछ। चिसो हुन्छ कि हुँदैन? चिसो हुन्छ। त्यो क्रोध रूपी तेज यहाँ बसेको हुन्छ अरे, त्यसलाई शान्त बनाउँछ। स्त्री जातिले सिन्दुर किन लगाउँछन्? स्त्री जातिको नि यो यहाँनिर हुन्छ अरे क्रोध नि। त्यो सिन्दुरमा मर्क्युरी नाम गरेको पदार्थ हुन्छ। त्यो पदार्थले शीतलता प्रदान गर्छ, क्रोध आउँदैन। त्यसैकारण सिन्दुर लगाइन्छ। मंगलसूत्र किन लगाइन्छ? त्यो पञ्चधातुद्वारा बनिएको मंगलसूत्र किन लगाइन्छ? हेर्नुहोस्, मंगलसूत्र लगाउँदा आफ्नो शरीरको त्वचा छालासँग त्यसले स्पर्श गरोस्, टच होस् अरे। तर अहिले त के छ, देखाउनु छ हैन, हामीलाई देखाउनु छ नि त, यत्रो लगाएको छु भनेर। छिमेकीले भन्दा ठुलो मैले लाउनु पर्छ। बुढाले फरवा खनेर के गरेर मेहनत गरेर मजदुरी गरेर कमाएको पैसा छिमेकीलाई देखाउनु छ भनेर लिन्छौं, हो कि हैन? हेर्नुहोस्, यो जुन हामी मंगलसूत्र लगाउँछौं नि, त्यो मंगलसूत्र लगाउनुको कारण के हो? त्यसले हाम्रो शरीरको छालामा छुएको हुँदा हामीलाई जुन रक्तस्राव छ नि, त्यो रक्तस्रावबाट पनि हामी पीडाबाट मुक्त हुन्छौं अरे। यस्तो विज्ञानहरू लुकेको छ हाम्रो धर्मशास्त्रमा। यमराजले सम्झाउनु भयो, ती भगवानका भक्तलाई लिएर नआउनु, जसले भगवानको भक्ति गर्दैन उनीहरूलाई लिएर आउनु भनेर आज आफ्नो दूतहरूलाई सम्झाउनु भयो। गुणनिधिलाई कैलाशमा लिएर गए। भगवानले अनुग्रह प्रदान गर्नुभयो कि हे गुणनिधि, तिमीले आफ्नो जीवनकालमा जति पाप गर्यौ, तर अन्तिम समयमा आएर तिमीले मेरो मन्दिरमा ज्योति जलाएर मेरो मन्दिरलाई नै उज्यालो बनायौ। त्यसैकारण म तिमीलाई वरदान दिन्छु कि तिमी अर्को जन्ममा कलिङ्ग नाम गरेको देशको राजा अरिदमकको छोरा दम भएर जन्मनु। कलिङ्ग नाम गरेको देशमा अरिदमकको नाम गरेको राजाको छोरा भएर जन्मेर राज्य गर्नु। अनि त्यो राज्य गरिसकेपछि अन्तिममा तिमी नै फेरि कुबेरको रूपमा जन्मिनेछौ र तिमीले त्यति बेला पनि मेरो दर्शन पाउनेछौ भनेर वरदान दिनुभयो। अर्को जन्ममा दम भएर जन्मिए ती गुणनिधि, त्यो जन्म पनि सकियो, अन्त्य भयो। अर्को जन्ममा कुबेर भएर जन्मे। सबै वृत्तान्त याद छ। भगवानले भन्नुभएको थियो कि म तिमीलाई दर्शन दिन्छु। गएर 10,000 वर्ष तपस्या गरे। भगवान भोलेनाथ प्रकट बनेर आउनुभयो। भगवान भोलेनाथलाई जब देखे, आज आँखा खोलेर हेर्न खोज्छन्, तर भगवानको त्यो स्वरूपलाई देख्दाखेरि आँखा खोलिँदैन। तेजलाई भगवानले स्पर्श गरिदिनु भयो, भगवानको दर्शन गरे। यसरी नै भगवानसँग कुबेरको मित्रता भयो। हे नारद भनेर